Hello guys, good morning. Welcome back to my channel. सुरु चाहिँ मार्मितबाट मार्मित यता हेर्दा हेलो भन्नु हेलो गाइस अहिले चाहिँ टन घाम लागिरहेछ त्यसकारण राम्ररी देखेको छैन हामीले साथीहरु म तपाईहरुलाई म पढेको पहिला प्राइमेरी स्कुल पढेको स्कुल देखाउन चाहन्छु के यहाँनिर धेरै मेमोरीहरु छ जुन चाहिँ म चाहिँ नर्सरी मतलब त्यतिबेला चाहिँ हामी पढ्दा प्री भन्थे है प्री क्लास देखि पढेको यहाँनिर छ यो ओल्ड स्कुल हो मेरो गाउँ मेरो जग्गा म पढेको स्कुल आउनु पाउँदा यति साह्रो खुसी लाग्यो मलाई आज चाहिँ हामी बिहानै यहाँनिर रासिन दोकान आएको थियो हैन मेरो निनीको चाहिँ खेतला छ तर बाबा मेरो आइराछ त्यसले गर्दा चाहिँ मलाई एउटा सर्ट भिडियोहरु बनाउन मन पर्यो है अन्त पहिला चाहिँ हामी पढ्दाखेरि चाहिँ यहाँनिर थियो के हाम्रो अफिस चाहिँ पहिला यहाँनिर थियो अफिस थियो हामी यो स्कुलमा पढेको क्लास 5 मा हो क्लास 4 क्लास 3 मा यो स्कुलमा पढेको हेर्नुस् गाइस म पढेको स्कुल यो एरियामा चाहिँ एसेम्ब्ली लाग्थ्यो अब अहिले चाहिँ यिनीहरु बुढाबुढी पढ्दैछ हेलो भन्दा हेलो हाय हाय यिनीहरु बुढाबुढी पढ्दैछ अहिले चाहिँ यहाँनिर म तपाईहरुलाई देखाउँछु सबैलाई म पढेको स्कुलको अन्त स्कुलमा चाहिँ धेरै मेमोरीहरु छ है हामी सानो हुँदाखेरि पढेको अनि यस्तो छ म पढेको स्कुल वाउ हेर्नुस् मेरो घर चाहिँ यो साइडतिर पर्छ यो माथिको साइडमा हामी भलिबल खेल्थ्यौं स्टिल भलिबलको पोस्ट अलिकति यता थियो पहिला अहिले चाहिँ यता सारेको रहेछ हैन यो पोस्ट देख्दाखेरि चाहिँ मलाई चाहिँ एकदमै भलिबल खेल्नु मन पर्यो तर कोही पनि छैन अहिले भलिबल खेल्ने आज छुट्टीको दिन हो त्यसले गर्दाखेरि आफ्नो आफ्नो घरमा छ भरै सायद आफ्टरनुनमा चाहिँ भेला हुन्छ होला कि त खेल्दैन पहिला चाहिँ खेल्थ्यो भेला हुन्थ्यो साथीहरु जत्तिकै बजारमा बसे तापनि जत्तिकै टाढो गए तापनि तर आफ्नो गाउँ आफ्नो एरिया नै प्यारो हुन्छ यहाँ आउँदाखेरि पहिलाको कुराहरु सबै थाहा याद आउँछ है हाम्रोमा चाहिँ पुरा घाम लागिरहेछ गरम चाहिँ गरम हो एकदमै गरम हो गरम एरिया हो सो अब यहाँबाट चाहिँ हामी रासिन दोकानमा एकछिन गएर चाहिँ उकालो जानुपर्ने हुन्छ अन्त गाइस अहिले चाहिँ हाम्रो दोकान जाँदैछौँ यस एन्टिक पनि रहेछ पहिलाको स्कुल हाम्रो अहिले कुन क्लास छ क्लास 5 क्लास 3 एन्ड क्लास 4 साथीहरु अम्चुमा मसँगै को पढेको छ मसँग पढ्नेहरुले हेर्दैछ भने भिडियो तपाईहरुको लागि पनि यो भिडियो हेरेर पहिलाको यादहरु ताजा गर्नु होला साथीहरु हेर्नुस् त यहाँदेखि ओह्रालो चाहिँ अम्चु हो लोवर अम्चु यहाँदेखि यो देख्दै गरेको यो पारी चाहिँ रङ्गीत खोला देखि त्यहाँनिर रेसी छ रेसी बजार हामी पहिला जान्थ्यो त्यहाँनिर देखि यहाँदेखि तपाईहरुले देख्नु हुँदैछ कि छैन यहाँनिर झरना हो अम्चु झरना यहाँबाट सानो देख्छ तर त्यहाँनिर चाहिँ एकदम ठुलो छ है यही हो हाम्रो रासिन दोकान चाहिँ सानोदेखि हामीले नानी हुँदादेखि खाएको दोकान स्टिल यहाँनिर छ यहाँ चाहिँ मानसिङ भइया छ तर आज चाहिँ हुनुहुन्न रहेछ जोरथाङ जानुभएको रहेछ उसको छोरा हुनुहुन्छ हो खै हेलो भन्नु मेरो भिडियोमा हेलो आया आज चाहिँ चामल बोक्नु आएको त खोयो मान्छे यहाँनिर चाहिँ यो चाहिँ मिड डे मिल पकाउने हो साथीहरु मिड डे मिल यहाँनिर पाक्छ पहिला हामी यहाँनिर डल्लै बसेर खान्थ्यो अनि मैले चाहिँ यहाँनिर चाहिँ 1 इयर जस्तो चाहिँ भोलिन्टियर्स पनि गरेको टिचिङ है पहिला यो पालि देख्दै गरेको चाहिँ वक हो वक नाम्प्लिङ यो माथि देख्दै गरेको गुम्पा डाँडा यहाँ बिचमा मिडल वक छ है यता देख्यो यतापट्टि हेर्यो भने चाहिँ गाइस चेम्चे हो चेम्चे पर्छ यो बादलको फेदमा चाहिँ चेम्चे There is so much nice view and one view is here on the a beautiful view
This is also beautiful view, guys, but this is the most 230 सोटिरहेको रहेछ नि यहाँ आइज न म चिप्स दिन्छु 2 जना लु कक फाइट कसले जित्ने प्लिज हौ त्यसरी लु 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 अलिकता यस बिस्तारै तर हो तँ जसले जित्छ एउटा चिप्स पाउँछ ठोकिन्छ अलिकता एट्री लेप्चा इज द विनर तर 2 जनाले लु भन् साथीहरु यता विनर भएको छ तर यता पनि पाउँछ नि सेकेन्ड रिवार्ड फर्स्ट सेकेन्ड अहिले म दोकानमा लु लेट्स गो दोकानमा कम लड्यो भने त तिमीले मिठाई चाहिँ हैन पिठाई चाहिँ सानो खाँदैन होला यहाँ तितिरीको बोट तितिरी फल्थ्यो पहिला नानीहरू चाहिँ यति मेहनती छ यहाँ हेर्नुस् अघि 2 जनाले चाहिँ यहाँनिर कक फाइट खेलेको थियो त्यसको रिवार्ड चाहिँ विनरको भएको थियो विनरले लो एउटा पेन्सिल र मिठाई हैन अर्कोले पनि त्यही पाएछ नि किनभने चाहिँ यो चाहिँ इन्करेजिङको लागि मात्रै हो थ्याङ्क यू भन् भाउजूलाई मेरो च्यानलमा एकदमै वेलकम छ यहाँ चाहिँ हुनुहुन्छ मेरो भाउजू के भन्दिनलाई एकदम लाइक सब्स्क्राइबहरु गर्दिन्छु सबैले गर्दिनु है थ्याङ्क यू भाउजू तपाईलाई सुन्नुभयो होला गाइस मेरो भाउजूले के भन्नुभयो लाइक कमेन्ट सब्स्क्राइब चाहिँ गरिदिनु होला मेरो च्यानलमा अन्त हामी चाहिँ भाउजूकै घरको अगाडि बसिरहेको यति शीतल मजाले जग्गा गर्नुभएछ त यो दुबो यो हाम्रो खास बस्तीको अर्ग्यानिक हो नि त यो चाहिँ खनाइ हैन यो चाहिँ अलिक ठुल्ठुलो भयो जस्तो लाग्यो के पाना चाहिँ पुरेन के हो हैन हौ त्यो त पुरै हरिमाया काटा खन भाउजू एक मनको 14 मन फल चाहिँ मेरो चाहिँ पहिला मैले त फलाको पो एक मन फलाउनु भयो त है त तपाईले उयो माक्लोबाटै यत्रो फलायो नि तर निकाम गरी भइछ पहिला त अल्छे थियो भन्छ यहाँनिर चाहिँ सुन्तलाको बिरुवाहरू छ यसरी रोपेको हाम्रो बारीमा हैन अहिले चाहिँ यो फुल खेलेर चाहिँ दाना बस्दैछ यो चाहिँ सबै पापाले रोप्नु भएको पापा त हुनुहुन्न बित्नु भयो तर पनि हुन्छ नि त्यही बेसी छ सुन्तला केरा बिसाउँदै गर्नु नि मेरो खेताला स्वीट होम स्मल होम स्मल सन्चै इंग्लिश पनि मेरो के हुन्छ स्मल होम भनेको होम स्वीट होम साथीहरु घर लगाइराख्नु पर्छ पुरा छरिराख्नु राम्रो हुन्छ मैले चाहिँ यहाँनिर चाहिँ उयो रोपेको थिएँ यहाँनिर मैले गाजरहरू रोपेको थिएँ भर्खर हुँदैछ मेरोमा गाजर हो अनि यहाँनिर मैले रोपेको लसुन चाहिँ अब त्यस्तो राम्रो भएन अनि यहाँनिर चाहिँ धनिया त पुरै फुलेछ है पानी कम्ती भएर घामले यति साह्रो पोल्यो साथीहरु घाम चाहिँ लागिरहेको छ यति साह्रो डर लाग्दो टिल 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 म पनि यस्तो भयो माया लाग्दो भयो साथीहरु म चाहिँ हाम्रो गाउँमा चाहिँ नि अरूको जग्गामा चाहिँ केटीकेटीहरू खेल्छ होला कि तर हाम्रो गाउँमा चाहिँ नि सानैदेखि केटीकेटीहरू चाहिँ यति बेसी काम गर्छ कि हेर्नुस् त यहाँनिर मलाई सकाउन आएको मेरो नाति केटा ओइ के देखाएको यता फर्की त यता हेर्न सरम पो माने हेर्नु नि मेरो नाति केटा मलाई सकाउनु आएको अरे हेर्नु नि हाम्रोतिर चाहिँ केटीकेटीहरू पनि सबै काम गर्छ मलाई सकाउनु आएको है उनीहरू चाहिँ यताबाट चाहिँ पानी पर्ला पर्ला जस्तो भयो अब चाहिँ लु छिटो छिटो आजै छ यहाँ अदुवा रोप्नुपर्ने डल्लै छ यहाँ भाउजूले चाहिँ भाउजू के भन्नु छ
घामले पोलेर प्याक प्याक भयो अरे हाम्रो भाउजूलाई चाहिँ। स्प्राइट हो यहाँ देखाउने मिनीले खै स्प्राइटहरू लिनु पनि छैन कोला चिसोहरू खै यसो खाउँ होइन साथीहरू अघि नै मैले स्प्राइट लिएर खाइ पनि सक्यो अघि नै स्प्राइट छ कि ल हेलो गाइस म चाहिँ भिडियोलाई एन्ड गर्नु जान्दैछु है। आज दिनभरि के भयो कसो भयो तपाईँहरूले हेरिहाल्नु भयो अनि मेरो भिडियो एन्डसम्म हेरिदिनु भएको लागि एकदमै धन्यवाद छ। अनि मेरो भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनुहोस्। अनि आज कति भिडियोहरू लाउनु सकेन पुरा बिजी भयो थाक्यो है। अनि दिनभरि त्यस्तै कामहरू भयो खेताला थियो हामीले खानाहरू बनायौँ अनि खेतालाहरू पनि खानाहरू खाएर आफ्नो आफ्नो घर जानुभयो। अब हामी चाहिँ सुत्नुको लागि रेडी भएको अनि यो भिडियोलाई एन्ड गरिहाल्नु पर्यो भनेर चाहिँ भदैनीसँग आएको छु। अनि मेरो भदैनी चाहिँ कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। अनि गाइस हामीले चाहिँ बाटोमा आउँदाखेरि चाहिँ त्यो बाटोहरूको चाहिँ देखाउन सकिनौँ किनभने चाहिँ फोनै स्विच अफ भयो। अन्त गाइस खेताला चाहिँ गइसक्यो होइन कहिले गएको होइन गाइस। अब हामी चाहिँ सुतेको हजुर गाइस देख्नुहुँदैछ हामीले चाहिँ बेड मिलाइसकेको छौँ होइन गाइस। ओके नेक्स्ट टाइम फेरि मेरो भदैनी आउनेछ सो त्यति बेलाको सम्मानको लागि बाई बाई। ओके बाई।